हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। फेरि आइसकेको छु म न्यू ब्लगमा, न्यू एपिसोड होइन। म आज बुढोर झर्ना आइसकेको छु। बुढोर झर्ना यो हाम्रो बुढोर झर्नाको गेट। हामी दुईवटाजना आएको छौँ होइन बुढोर झर्ना। अनि यही हो होइन, मान्छे जुत्ता चप्पल खोलिरहेको छ क्या, यसको नङ बढ्यो क्या, ती हुनाले जुत्ता खोलिरहेछ। अनि मान्छेहरू यतातिर फोटो खिच्ने मान्छे खिचिरहेछन्, हामी हिँडिरहेछौँ होइन। अनि दाइ छिटो आइज नि त। अनि गाडी पार्किङ त्यहाँ छ होइन, उता टलेर पहिला गर्न राम्रो भइरहेछ बुढोर झर्ना होइन, सुविधा राम्रो। पहिला यस्तो थिएन। अनि अहिले हामी यता छौँ, त्यहाँ क्यामराम्यानहरू पनि खिचिरहन् भिडियोहरू हामीहरू। अनि रक जुत्ता हातमा। हेलो गाइस, भन्न दाइ मेरो भन्न यस्तो रमाइलो गर्न आइदिएको हामी यतातिर। शान्त झर्ना अगाडि देख्दैछौ, झर्ना देखिरह नि। यो घाम, यो गर्मी मौसमको सिजन भएको हुनाले यो हल्का पानी आजकल कम आउँदैछ, पानी कम भइरहेछ कि पानी। यो पछितिर बर्खाको महिनाहरू दामी बवाल देखिन्छ कि सिनहरू। यतातिर हेर न, अगाडि फोटाहरू खिच्दा दामी आइरहेछ, दामी सिनहरू टक्क गइरहेको छ होइन। त्यो भाइले त्यो भाइले होइन गिटार बजाउँदैछ ऊ त्यहाँ गाडी, त्यो गिटार बजाउँदैछ। मूर्ति हो त्यहाँ, शिवजीको सब चिज देखाउँछ। यता पनि बस्ने व्यवस्थाहरू राम्रो बनाइराखन्। यताहरू भाइ गिटार बजाइरहेको छ, यतातिर होइन टावरहरू बबाल अझै हुँदैछ विकास हुँदैछ यतातिर। बिस्तारै हुन्छ नेपालतिर पनि होइन। अनि के बोल्छस्? बोल्दैछु त यार। अनि दाइ यार पहिले त्यो मूर्ति थिएन नि, आजकल मूर्ति हेर न दामी। बम बोले शिवजी हो, बम बोले। हाम्रो झर्ना देख्दैछ, झर्ना बबाल हेर न, पानी कमाएर दामी। यतातिर खाने पानीको नि व्यवस्था बनाइदिएको छ होइन। मस्त बुढोर झर्नामा दामी विकास। हाम्रो मूलबाट फुटेको पानी आइरहन्छ, दामी पानी, खाने पानी हो, शुद्ध चिसो टक्क। हेर मूर्ति बम बोले हाम्रो शिवजीहरू दामी शिवजी हेर न, दामी। मान्छेहरू पर्यटकहरू पनि आउँदै गरेको हुन्छ, घुम्न आएकै हुन्छ होइन। टक्क माथिबाट बबाल छ हाम्रो एन्ट्री गेट। तलको मान्छेहरू फोटो खिचिरहेछन्, भिडियो बनाइरहेछन्, दामी। झर्ना हेर न, माथिबाट खस्छ होइन, दामी। हाम्रो यता मन्दिर, यताबाट हामीले तल जानुपर्ने हुन्छ। तल जाउँ नि दाइ, पछि बनाउनु पर्ने। अनि त्यसको माइलो पर्यटकहरू घुम्न आइरहेछन्, दामी मान्छेहरू। यो के रहेछ? गेस यतातिर पुल छ होइन, समितिहरू सबै विकास होइन, यहाँ के गर्ने भन्ने। त्यहाँनिर दामी बनाएको छ, यही हेर्नु होइन, नदी खोलो भन्छ नि, त्यो नदी होइन, दामी। उता आएर न केटीहरू आज यस्तो देख्नु चाहेन नबोल्न टक्क। उता हेर न, त्यहाँ भिडियोहरू बनाइरहेछन् मान्छेहरू, झर्ना बबाल आइरहेको होइन, बबाल। मेरो टक्क यता बसिरहेको छु, दामी मान्छेहरू, दामी पानी छ एकछिनमा होइन। तपाईँले नुहाएको यता गरेको त्यहाँ मान्छेहरू नुहाइरहेछन् मान्छेहरू विद्यार्थीहरू न कम धेरै छन्। हामी पनि ड्रेस नुहाउन लागि रेडी भइसके, हामी पनि होइन दाइ नुहाउन लागि रेडी भइसके। लुगा खोलेर दाइ नुहाउन लागि रेडी भइसक्यो होइन। यस्तो बाटो छ, चिसो छ, चिसो छ होइन, धेरै चिसो छ। कति निकालेर गइसक्यो हामीहरू, दामी सिनहरू बबाल होइन। आइज नि त, हामी त उयो माथि जान्छौँ है, फर्स्ट उतातिर जान्छौँ, कता हान्छौँ उता होइन। दामी पाराले बाटो यस्तो छ, बाटो यस्तै छ केटा हो, यस्तै छ बाटो। पानी हो दामी
दामीसँग जाने हो बाबा यस्तै गएर दाइ कस्तो आएर छ मेरो फोटो दाइ यस्तै लाट कालो पनि भयो यतातिर घाम पनि छ होइन घाम लागिरहेको चिसो भइरहेको छ दामी बाबा पानी हेर जान अगाडि मन्दिर हो यसरी आइरहेको छ पानी हेर मलाई कस्तो दामी सुनेर आइरहेको छु म यहाँ हाम्रोले भने खालि चोर्ने दाइ यो यहाँको बारीमा के भन्नु विकासको बारेमा यो विकास चाहिँ भइरहेको छ यो मन्दिर हो सायद यहाँ मूर्ति हो त्यो लुकाएको छ रमाइलो छ ठाउँ रमाइलो छ होइन माथि आयो 2वटा फोटा हान्छु अनि अरू अझै ब्याग आउँछु कम ब्याग हुन्छ ल अब फोटा खिच्दै ल ल हेर्नु हाम्रो आज यहाँ मान्छेहरू धेरै पिकनिक मनाउन आएका छन् धेरै छन् मान्छेहरू आधा गइसके आधा बाँकी छन् मान्छेहरू नुहाए होइन दामी चिसो पानी छ नि दाइ चिसो पानी छ दामी तरिकाले ल अब कपडा खोल्नु सुगा भएकाहरू ल चिसो पानी छ कि लास्टै चिसो पानी माइक लो चिसो पानी म त 1-2 डौली हाने आइहालेको त्यसपछि आइसक्यो बाबा दामी छ अनि अब ड्रेस लगाउने हो एउटा ड्रेस लगाउने हो मान्छे त्यहाँ जनै के पो भनिरहेको छ क्या मान्छे हामीहरूको लुगा लगाउने हो लुगा लगाएर एउटा लुगा अघिको ठाउँतिर पानी छुट्यो के हो पानी ल्याउन गइरहेको छु तिरो रमाइलो होइन मान्छेहरू आएको थियो पिकनिक गराउन त्यो कपालहरू मात्र आइरहेको छ नि कपालहरू मात्र छन् जहाँ पनि कपाल हेर अब त सिङ्गल मान्छे लोयल सिङ्गल हो नि त यस्तो चटक हुन्छ होइन दामी त्यहाँ हेर न दामी देखाउनु मिल्दैन नि त अब एक पुत्र आफ्नै पानी छुट्याएको थियो क्या पानी ल्याउन आएको अब गइरहेको छु होइन दामी तरिकाले अब जानुपर्ने हुन्छ हाम्रो मन्दिरको शिवलिङ्ग छ नि मन्दिर शिवजीको त्यहाँनिर फोटो खिच्नुपर्ने हुन्छ होइन अरू अनि हाम्रो यस्तै हो अनि मान्छेको होइन हिजो 12को इक्जाम सिद्धियो कस्तो गयो होइन कमेन्ट अप्सनमा मेसेज गर्नु होला एक्जाम कस्तो गयो भनेर अनि त्यस्तै रमाइलो ठाउँ छ दामी मान्छेहरू अघि धेरै आएको थिए अहिले गइहाले होइन कहाँदेखि आएको हुन्छन् अब पानी खाने पानी यही हो अनि पानी फालेर भर्नुपर्ने हुन्छ होइन पानी धेरै छ यस्तो चिसो दामी पानी चाहिँ चिसो पानी छ दामी छ पानी दामी पानी छ धारो यही हो होइन माथि गएर जानुपर्ने हुन्छ हेर न पानी त होइन मुल्कै पानी राम्रो हुन्छ नलगाएको हान्दाखेरि नि बोतलको पानी हामी मिलेर वाटर हुन्छ नि यसको यो पानी राम्रो हुन्छ क्या जस्तै खाने हो पानी खाइरहेको छ ऊ त्यो मलाई होइन फोटो खिच्नु पर्ने हुन्छ अब जान लागेको हो घरतिर हामीहरू हो दामी तरिकाले अनि फोटो खिच्छु होइन हामीहरू जान लाग्यो हो फोटो खिच्यो होइन अब जान लाग्यो घरतिर हामीहरू दामी तरिकाले जानुपर्ने हुन्छ घर अब यस्तो रमाइलो ठाउँ छ यतातिर आउनु होइन बुढोतिर आउनु रमाइलो ठाउँ छ रमाइलो ठाउँ छ बुढोतिर आउनु क्या झर्ना खातमा मस्त भवाल ठाउँ बनाएको छ क्या बस्न लागि पिकनिक क्षेत्र हेलमेट क्षेत्र र फोटोग्राफहरू दामी छ क्या तिमीहरूले आउनुपर्छ होइन आज अब यति नै अब घर जानुपर्ने हुन्छ होइन मन परेपछि लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला मेरो युट्युब च्यानलमा होइन जस्तै तपाईँले होइन माया देखाइदिनुपर्छ होइन माया देखाएपछि हामीहरूलाई पनि हौसला आउँछ भिडियो बनाउने होइन त्यस्तै हो अब आजको लागि यति नै होइन ओके बाई